हेलो नमस्कार 2 मिनट्स अफ इन्साइटफुल थट्समा तपाईँलाई स्वागत छ। र नर्मली हामी सोसियल मिडियाको सकारात्मक प्रभाव र नकारात्मक प्रभाव बारे कुरा गर्छौँ है। सोसियल मिडियाको जति सकारात्मक प्रभाव छ धेरै छ र त्यसमध्येमा त्यति नै हाम्रो नकारात्मक प्रभाव पनि छ है। र एट दिस पोइन्ट अफ टाइम वी क्यानट डिट्याच आवरसेल्फ फ्रम सोसियल मिडिया एज वेल। किन भन्दाखेरि चाहिँ हामी धेरैभन्दा धेरै सोसियल मिडियासँग डिपेन्डेन्ट भइसकेका छौँ। र यहाँनिर एउटा नकारात्मक कुरा यस्तो छ जो हामी सबैले याद राख्नुपर्ने हो र त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ द डिक्लाइनिङ रिटेन्सन पावर अफ ह्युमन माइन्ड। हामी दिनदिनै धेरैभन्दा धेरै बिर्सिने है, धेरैभन्दा धेरै हाम्रो मस्तिष्कमा चिजबिजहरू नरहने क्षमता बढेर गएको छ। यो चाहिँ किन भन्दाखेरि चाहिँ हामी जब पनि रिल्सहरू स्क्रोल गर्छौँ, we have the habit of scrolling reels. So within 1 minute we scroll around 20 to 30 reels. र हामीले रिल्स स्क्रोल गरिसकेर जुन चाहिँ रिल्स माथि गइसकेको हुन्छ त्यसलाई हामी ध्यान दिँदैनौँ। हामीले देखेका हुन्छौँ, हामीले सुनेका हुन्छौँ, तर हामी त्यो रिल्सहरूलाई ध्यान दिँदैनौँ। विदिन फ्यु सेकेन्ड्स यो हुन्छ र त्यसले गर्दाखेरि हामीले वाट वी आर फिडिङ टु आवर ब्रेन भन्दाखेरि चाहिँ वी आर फिडिङ द्याट इट इज नट इम्पोर्टेन्ट टु रिमेम्बर। र स्लोली हाम्रो मल्टिपल रिल्सहरू हामीले के गर्दैछ भन्दाखेरि चाहिँ वी आर looking into it, we are hearing it. हाम्रो visionले it is sending the information to the brain, hearingले पनि it is sending the information to the brain, but at the same time next feedback, the next information that we are giving to the brain is it is not necessary to remember. र यसले गर्दाखेरि के हुँदैछ भन्दाखेरि चाहिँ the things that normally we see, the things that we normally hear, we are not supposed to retain भनेर हाम्रो ब्रेनले बिस्तारै ह्याबिट क्रिएट गर्दैछ। यसको कारणले गर्दाखेरि नर्मली वी सी इन चिल्ड्रेन्स, नानीहरूमा छिटोभन्दा छिटो बिर्सिने जुन चाहिँ पनि हामीले व्यवहारहरू देखेका छौँ है। उनीहरूले खाना खानुधरि बिर्सिन्छ र यस्तो सिचुएसनहरू जेनेरेट भएको छ। र यसै कारण अफकोर्स हामी सोसियल मिडियादेखि धेरै टाढो भएर त बस्न सक्दैनौँ, किनकि मोस्ट अफ द टाइम्स हामी सोसियल मिडियाबाट धेरैभन्दा धेरै कामहरू गर्छौँ। तर एट द सेम टाइम हामी हाउ टु युज सोसियल मिडिया जान्नुपर्छ है। Do not be used by the social media. Rather, please use social media wisely. Thank you so much.